हामीहरू चन्द्रगिरीको बाटो हुँदै चितलाग जाँदैछौँ। थोरै अफ रोड प्राकृतिक सुन्दरताले भरिपूर्ण दृश्यहरू हेर्दै हामी अघि बढ्दैछौँ। आजको हाम्रो यात्रा चाहिँ चितलाङ, मार्खु, भेडे फार्म, मोहिनी झरनासम्म रहनेछ। खाँदैछौँ यसरी। कस्तो छ रोटी? जति पनि तलको देख्छ नि त्यो सबै चितलाङ हो है। भनिन्छ राजा अंशु वर्माले गोठालाहरूलाई उपहार दिएको स्थान हो चितलाङ। प्राकृतिक सुन्दरताले भरिपूर्ण रहेको स्थान चितलाङ हाल आन्तरिक तथा बाह्य पर्यटनका लागि काठमाडौँको सबैभन्दा नजिकको आकर्षक गन्तव्य बनिरहेको छ। नेपालको सबैभन्दा ठुलो चौर पनि यहीँ रहेको छ, जसलाई भेडे फार्म भनिन्छ। हेर्नुहोस्, यो भेडे फार्मै हो। शुभम कस्तो लागिरहेछ? हिँडेर जाँदैन? त्यही त हिँडेर जान्छ। कस्तो राम्रो तपाईँको अहिले? शुभम के हो यस्तो? छोडिदिएर हिँड्दिने भरे फेरि बोक्नु पर्ने होला सबभन्दा लास्टमा भएर। पुरा लाइन छ त म। के छ मैया? चितलाङमा हिँड्दैछु डङ्काडङ्ग भएर। हिँड्नु पर्ने रहेछ यार। फोटो खिचौँ न। यहाँ हामी झोइङको पुल जाँदैछौँ। यस्तो दामी भ्यू छ यार। ओ माई गॉड। हेलो। क्या दामी। त्यही गरे हौ, हिँड न। यता हेर न, डर लागेको छैन? मलाई चाहिँ डर लागिरहेछ है। हाम्रो यात्रा अहिले चाहिँ सुरु भयो मोहिनी झरनाको लागि हो। हामी यो कुलेखानी ड्यामको साइड जाँदैछौँ मोहिनी झरनामा। मोहिनी झरना जानुलाई चाहिँ दुईवटा अप्सन रहेको छ, जसबाट एउटा चाहिँ बोटिङ हो। बोटिङमा चाहिँ तपाईँको पर पर्सन 700 रुपियाँमा तपाईँ आउनु जानु सक्नुहुँदो रहेछ। 7 मिनट लाग्दो रहेछ मोहिनी झरना जाने किनारसम्म जानलाई। त्यहाँबाट आधा घन्टा हिँडेर मोहिनी झरना जान सकिँदो रहेछ भने अर्को चाहिँ हिँडेर चाहिँ 1.5 घन्टामा मोहिनी झरना पुगिँदो रहेछ। हामीले चाहिँ हिँडेर जाने निधो गऱ्यौँ र हिँडिरहेको छौँ अहिले। अब ड्यामको कुरा गरौँ। नेपालको विद्युत आपूर्तिका लागि 1970को दशकमा यस ड्यामको निर्माण सुरु भएको थियो पनि 1982मा बनेर सम्पन्न भएको थियो। रानी इन्द्रको नाममा नामकरण इन्द्र सरोवर गराइएको हो। यो बनाएर राखेछ के हो यो? पहिरो नगा खाइरहेनस् है। रातो रातो फलेको यो सब अलैँची हो। खेती गरेर छु है। 1 किलोको त कति भाउ हुन्छ? 2000 कति हो? हिँड्दा स्यान्टी फ्ल्याट भएको अवस्था होइन। साथी भयो भने यस्तो रमाइलो हुन्छ है। नयाँ साथी बहिनी भेटेको अवस्था। हेलो। हामी बाँदरदेखि डराउने, बाँदर हामीदेखि डराएर त्यो कुनाबाट बसेछ। तलतिर भुला कति धेरै बाँदर रहेछ हौ। यतिको शीतल भए चाहिँ हुन्थ्यो क्या। रुख पनि भत्केर बसेछ होइन। यसको नाम के हो? तर यस्तो ठाउँमा यस्तो बाटो हुनु भने धेरै
अनि यहीँको त माछा हो नि पुरा बिग्ने यो 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 खोला मुहानबाट आएको हो आमा हो यस्तो उकालो कसरी उकिन्यो क्या हेर्नु त अपेक्षा भेरी ब्युटिफुल प्लेस रे अङ्ग्रेजी बोल्ने यस्तो दामी यार 1.5 घन्टा भने पनि हामी 1.5 घन्टा बढी लगाएर फाइनली मोहिनी झरनामा आइपुग्यौँ अझै बाटो छ तल जान अझै धेरै नै छ तर यति देख्दा पनि कति आनन्द लागिरहेछ ल त्यहाँ माथि सब पुग्नै सक्दैन रहेछ नि ऊ त्यहाँ सब पुग्नु पर्ने के यत्रो हिँडाएपछि मोहिनी झरना आइपुग्यौँ हामी है यस टिकटको 25 रुपियाँ पर्ने रहेछ होइन किन त्यहाँ देखाउनुपर्छ ए तिमीले कसरी थाहा पाएको ए हो टिकट चेक बोक टिकट चेक गर्ने मान्छे खोजिरहेछ कस्तो आएको यार गर त के गरे त्यो झरना धेरै चिसो पानी आएको कारणले हामी झरनामा छिर्ने आँट गर्न सकेनौँ शुभम चाहिँ पानीमा खेलिरहेको छ हामी फर्किँदैछौँ काठमाडौँतिर माथि सिधै डाँडा उकालो चढियो अहिले ओह्रालो चढ्दैछौँ यो शुभम चाहिँ डेन्जर हिँड्दो रहेछ प्रुफ भयो आज फर्किँदा चाहिँ हामी हिँड्न नसकेर बोटमा फर्किने निर्णय गरेर बोट कुर्दैछौँ त्यही हो बोटिङ चाहिँ वान वेको 400 रुपियाँ पे गर्नुपर्ने रहेछ
कुले खानेमा डुङ्गा चढेर हिँड्नु चाहिँ धेरै मजा आउँदो रहेछ क्या रमाइलो भयो हामी हिँड्न सकेनौँ यो सबभन्दा दुःखद कुरा हो है शुभम शुभम दुईचोटि ओह्रोदोह्रो गऱ्यो मलाई खोज्दै ऊ त गाइडसँगै हिँडिदिँदा शुभम त पौडी पनि खेल्यो म खेल्न सकिनँ पानी चिसो भएर हामीलाई मजा आयो होइन हो कि होइन मजा आएन मजा आएन खुट्टा त्यस्तो भिडिनेछ नि दुख्दैन त हामी चाहिँ अहिले भेडे फार्म आइपुग्यौँ जाँदैछौँ भेडे फार्मको डाँडामा सानो सिनालाई हेर्नु त्यहाँ शीतलै बस्नु मलाई है एकछिन त फोटो पनि होला त्यो त मारे फर्काउनु पर्छ अनि जोर हामी चाहिँ डाँडासको गएको तर म त्यहाँ त खासै केही लागेन त यहीँबाट जाँदैन नि हामी त कस्तो कुरा गरिनु ल जाऊ भेडा फार्ममा भेडै छैन अरे के गर्ने हो रे आजको यात्रा यहीँ टुङ्गियो भेडा फार्ममा आएर